यो हो अम्बाको बिरुवा उमार्ने सबैभन्दा सजिलो तरिका, जसले गर्दा तपाईँ धेरै कम समयमा बढी उत्पादन प्राप्त गर्न सक्नुहुन्छ। यसलाई व्यावसायिक रूपमा पनि उत्पादन गर्न सक्नुहुनेछ। सुरुमा भिडियो शेयर तथा लाइक गर्नुहोस्। सबैभन्दा पहिले 1-2 वर्ष पुरानो स्वस्थ अम्बाको बोटबाट करिब 5-6 इन्च लामो बलियो हाँगा छान्नुहोस् र राम्ररी सफा गर्नुहोस्। अब एउटा स्याउको दाना लिनुहोस्। त्यसको माथिल्लो भागमा सानो प्वाल पार्नुहोस्। हाँगाको तलको भागमा अलिकति टुथपेस्ट लगाएर यसरी त्यो हाँगालाई स्याउको प्वालमा बलियोसँग फिट गर्नुहोस्। अब एउटा प्लास्टिकको कचौरामा पानी हाल्नुहोस्। त्यसमा एउटा बेरोका एनर्जी ट्याब्लेट, सानो टुक्रा प्याज र एउटा अण्डा मिसाएर एन्टी फंगल पेस्ट तयार गर्नुहोस्। अब एउटा गमलामा उब्ज्याउ माटो हाल्नुहोस् र सो हाँगालाई सावधानीपूर्वक रोप्नुहोस्। माथिबाट तयार गरेको पेस्ट हाल्नुहोस् र माटोले राम्रोसँग छोप्नुहोस्। चिसोपन कायम राख्न गमलालाई प्लास्टिकको ढकनीले छोप्नुहोस्। 20 दिनपछि जब तपाईँ ढकनी खोल्नुहुन्छ, तब बलियो जरासहितको एक अंकुरित बिरुवा देख्नुहुनेछ, जुन रोपाइका लागि तयार हुनेछ। अब यो बिरुवालाई तपाईको बगैँचामा वा अर्को गमलामा उर्वर माटोसहित रोप्नुहोस्। थोरै काटेको प्याज हाल्नुहोस् र माथिबाट पानी हाल्नुहोस्। केही महिनाभित्र तपाईको बोटले रसिला अम्बा फल दिन सुरु गर्नेछ